शेषाय नमः तिम्रै कीर्तन गाउँछु केही उपाय बताऊ प्रभु कसरी मुक्ति पाउँछु कहिले होला सवारी शिव जटाधारी 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 कहिले होला सवारी सवारी शिव जटाधारी कहिले होला 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 सवारी। हे मुखले भन्छौ हरि हरि प्रभु अन्तै लान्छौ ध्यान हुनै पर्छ प्रभुलाई पाउन अन्तरात्मा ज्ञान आत्माले जाप हरिलाई यो जीवनभरिलाई 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 आत्माले जाप हरिलाई हरिलाई यो जीवनभरिलाई आत्माले जाप 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 हरिलाई। हे कसरी गरौँ धर्म नि मैले पाइन नि कुनै ठाउँ मुक्तिको निम्ति हरि हरि बोल्दै कुन मन्दिरमा जाउँ सबै जाँदा तीर्थ जाउँ जाउँ लाग्छ 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 सबै जाँदा तीर्थ तीर्थ जाउँ जाउँ लाग्छ सबै जाँदा 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 तीर्थ हरि। हे आत्माले सधैँ साँझ बिहान सम्झनी गर काम पुग्छ र सक्छौ भने त बाबु जाउ त नि चारै धाम पुग्छ नि मनले आँटेको होइन नि भाइ ढाँटेको 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 पुग्छ नि मनले आँटेको आँटेको होइन नि भाइ ढाँटेको पुग्छ नि मनले 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 आँटेको। हे गरिबीकै कारणबाट मैले त मुक्ति पाइन सबै जाँदा चार धाम पैसा नभएर गइन बिना धनको धरीमा ए दिदी छर संसारभरिमा बिना धनको धरीमा 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 धरीमा छर संसारभरिमा बिना
हाता फुल्लिन्छ धन कपिले चाहिँदैन सर्वदेवानां ददातु लगाई अट्टं शृणुयामदेवभद्रं क्रियमाणानां करिष्यमाणानां तः प्राप्तः शिवगतिनः वैकुण्ठपदप्राप्तये स्वस्य शान्ते स्मृत्यर्थम् रात्रे पार्श्वे नक्षत्राणि रूपमसिनौ व्याप्तं सन्निखाणां मुम्बैखाणां सर्वलोकमैखाणाम् अल्सन्नमि वदन्त यत प्रिया अदुःखद अशोकद सभाण्डो न विष्टया मोतियोगान् प्रेन्द्रते हरे ल भैमा त्रिभुज बनाउनु त्रिभुज त्रिकोण बनाउनु त्यहाँ पूजा गर्नु ओम नन्देश्वराय नमः नारायणाय नमः स्नानं समर्पयामि नारायणाय नमः इदं जलमा आचमेर पोत्रगर्भः समवर्तता मेघोपसजातपदिनिकाजितसराधार प्रतिबिन्दा मोतीनं कस्मदेवाय हरिधा विषद ओम रक्षभूत विचारचैक तदेव गतया अभ्युदायिक श्राद्ध एवि द्रव्यैरहं करिष्ये धन छोड्ने गतया अभ्युदायिक श्राद्ध एवि द्रव्यैरहं करिष्ये धन छोड्दिनु ल अब पितृहरूलाई आसन नगरेका पितृहरूलाई जनै फल फूल भेटीहरू राखिदिनु पवित्र मनले सम्झेछ दर्शन पितामह खडानन्द शर्मा सपन तुलसनामी देव्या तथा सजल जब कुश दिगमादाय ओम पटालाई टीका लगाइदिनु ओम अब उठ्न दुःख उठ्न मन चिया भनेको अब दक्षिणा पूजा भद्रमस्तु शिवं चाक्षमालति पश्यतु रक्षदेवा आश्रयं सर्वदा आयु वर्धा धनं विद्या स्वर्गमर्ष सदौ चदेवाहु इति जथेमा वाचं कल्याणीमा वदानि जनेभ्य ब्रह्मराजनागम शूद्राय चार्यस्य प्रियो देवानां दक्षिणाय दादुर्य भूय समामा काम समर्थता मुपादो नमतो ओम देवता ओम आमा फेरि हात फल्नु आमाहरूलाई विसर्जन गर्दै ओम आमा बाद सपथो जगन्ना देवी लाला ओम हात फल्नु ओम आमा बाद सपथो जगन्ना देवी लाला
दीपज्योति नमस्ते भोदिपं तम परमेश्वरः कर्म साक्षी दीपनारायणाय नमः राइदिनु सरस्वती आजिग्र कलशम कलश सोइदिनुस् कलश सोइदिनुस् ओ आजिग्र कलशम माताहरु सन्दीप बनुजत निवत ससान ससन्दु स्वरधर बाबुबाजेले गरेको धर्म छोरा नातिमा वर्गको लीला तमासा ओम वीरभद्रादि एकादश रुद्रेभ्यो नमः ओम कपालिने नमः ओम खाणवे नमः ओम गौजाति षोडश महात्रेभ्यो नमः ओम सावित्रे नमः ओम विजयाय नमः ओम जयाय नमः ओम देवसेनाय नमः ओम सध्याय नमः ओम स्वाहाय नमः ओम मातृभ्यो नमः ओम लोकमातृभ्यो नमः ओम धृतै नमः ओम पुष्टै नमः ओम तुष्टै नमः ओम आत्मनकुलदेवताय नमः ओम आवाहनं आसनं पाद्यं पूर्वपट्टि पूजा पूर्वको चाड अब यो धुप गर्ने कुरा हुन् हैन मध्य पूर्व हाम्रो खोपडीमा के हो नि
रम लम वम सम खम सम हम सह अस्य मूर्तौ प्राण प्रतिष्ठा ओम आम सम हम सह अस्याम वाक् मन तप चक्षु श्रोतम जिह्वा घ्राण पाणी पाद फिर शुद्ध जल चढ़ाए शुद्ध बाला सर्व शुद्ध बालो मणिवान श्वेत स्वत ऋणस्तरिद्राय पशुपतय प्रणाब्दारद्र नवरूपः ओम प्रचंडाय नमः महाबलाय नमः ओम कुबेराय नमः सकटाय नमः निशानाय त्रिशूलाय नमः ओम ब्रह्म संकर्षणाय नमः ओम वासुदेवाय नमः मनिरुद्धाय नमः पुरुषोत्तमाय नमः सदाय नमः नारसिंहाय नमः गणेशाय नमः ओम जनार्दनाय नमः ओम मंदार माला कलितालकाय कपालमालांकित शेखराय दिव्यांबराय हे मूर्ख धर्मले मात्रै सानो र ठुलो धर्मले एकै जात मन पनि सँगै हुनु पर्छ जोडेर बस्दा गरे त्यो पाइन्छ सद्बुद्धि चाहिन्छ जे गर्यो त्यो एउटा कुशको टुक्रा राख्दिनुहोस् आसन भनेर ओम सूर्याय नमः आसनं स्वर्गामि दिनपरो वरदो भव अब सेतो जस्तो पनि लाभा सेतो फुल छ भने लिएर चन्द्रमालाई सो ओम शुक्राय नमः सोम शुक्राय नमः भो शुक्र यागच्छ यातिष्ठ यावन्वयः शान्तिरा विद्रवन्तिनः ओम शम शनिश्चराय नमः भो शनिश्चराय नमः बिचमा सेन्टरमा सुप्रसन्नो वरदो भव शम शनिश्चरं गन्धाक्षर पुष्पाणि देवतिलां समर्पयामि नमः ओम मनो कामागस्य बृहस्पतिर्जगमिमङ्गनो त्वरिष्टभूषमिमङ्गदा सर्वाणि स्नानियं कलयामि ओम महाकालक्ष्मीनाथपूजै नमः ओम हरैकरूप भगवती जगदम्बा चावडा पैसा 4 दिशारा कृतं रम्बाफलं पानकं साकारक्षा प्रभु स्वीकुरु छत्रं चामरयोरयुगं व्यजनकं सादर्शकं निर्मलं वीणाभैर्मृदङ्गकालकला गीतं च नृत्यं तथा साष्टाङ्गं प्रणति स्तुतिर्बहुविधा वैतत् समस्तं मया सङ्कल्पेन समर्पितं तव सञ्चारपदयो प्रदक्षिणविधौ स्तोत्राणि सर्वागिरौ यद्यत्कर्म आसनमध्ये पुष्को टुक्रा राख्नु भूर्भुवस्वं भगवते श्री साम्ब सदा शिवाय नमः आसनार्थे गर्भासनं समर्पयामि नमः अनुग्रहको रूपा शुद्धोदक स्नानं समर्पयामि दही चढाउने त्यहाँ गिलासमा छ
ओम दधि क्रावघात सौजसाम्रो अरुण तव प्रभु सुमङ्गलः देशैन गुरुद्रावितो चिक्षुषिता साधु सवैका गुणैगैमय असौजो भद्रपतनील क्रीपो विलोहितौ तैनङ्गूपा अदृशन् हरिसन्नुदार्जः सदृशो गणयागुणां नमोऽस्तु नीलग्रीवाय सहस्राक्षाय नीधूतनो तयस्मानुजपरिभुज परिते धन्वनो हेतु अस्मानद्यतो अथौ जयकुलेशवारे अस्मन्निदयितम् अवतत धनुषगुं सहस्राक्षते खुदे निषेधशल्याना मुखाशिवो न सुमना भव नमस्ताय दौवाय नमः बाहुभ्यन्तवदन्नुने मानो मान्तमतमानो अर्वकं मानोक्षन्तमतमानोक्षितं मानो भवेः पितरमोतमातरं मान प्रियास्तन्नोर्दरिरिख मानस्तोकेतनय मान आयखि मानो गोखु मानो अस्वे खुरिरिरिख मानो वीरानुद्रभाविनो भदिरे अविक्भवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च नमः पार्वतीपतये हर 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 महादेव वनस्पति रसदूतो गन्धाढ्यो गन्धवत्तमम् आग्रेय सर्वदेवा भगवान शिवजी महाराज देव स्थापितं पुरतः तवः तेन मे सफला वाप्तिर् भवेत् जन्मनि जन्मनि। यसो भगवानलाई छुवाएर त्यही साइडमा राख्नु। सचन्द्र जत्र पूर्वे साध्याः सन्ति देवाः राजाधिराजाय प्रसय्यसायिने नमो वयं वै श्रवणाय कुर्महे समे कामान् कामकामाय मह्यं कामेश्वरो वै इष्ट देवताहरूको जय, कुल देवताहरूको जय, ग्राम देवहरूको जय, स्थान देवहरूको जय, गर्दाका कुल पितृहरूको जय। श्री राधे।
हरिय अग्नि प्रजां बहुलां मे करो त्वन्नं पयोरेतु अस्मा सुदत्त जीवेम शरदः शतगुं शृणुयाम शरदः शतं प्रब्रवाम शरदः शतमदिना श्याम शरदः शतं भूयक्ष शरदः शतात्त सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिववीरन् चिनुतं शरण्यं भृत्यार्थिहं गणतपालभवाब्धिपोतं वन्दे महापुरुषते विरणारविन्दं। त्यसलाई त्यस्तिकै राख्दै हुन्छ। भोलि यहाँ हाम्रो गणेशजी आउनुहुन्छ, गणेशजीलाई पहिराउने हुन्छ। त्यतिकै राख्दिनु होइन सुमित नहुनु बाका पनि हुनुहुन्छ त। अब छोरोले बिहा गरिसक्यो हजुरआमा यहाँ हुन्छ अनि त्यो अझै पनि पैसा तेजो वारिमर्दान् यथा विनिमयो यत्र त्रिशगोमि नाम्ना स्वेन सदा निरस्तक्वकं सत्यं परं धीमहि सतां वेद्यव वास्तव मन्त्रवत्मुहुरौका नौमिषे निमिष चतुर्विषय सौनकादय कथयां सक्षणादि तन्न सन्दर्शितो दात्रा कृष्ण गोविन्द हरे मुरारे भक्तवत्सल भगवान को कर्ता का पितृहरु को श्री रेसुंगा धाम को श्री ऋणी क्षेत्र श्री गणेश भगवानलाई प्रार्थना गरौँ। श्री गणेशाय नमः। हरि समय मिले भगवान को माता तिम्री पार्वती पिता महादेवा
माता तिम्री पार्वती पिता महादेव पहिलो चरण पूजा गर्छौं दर्शन दिनु होला श्री गणेशाय नमः सबै मिली भगवानको गरौँ भजना श्री गणेशाय श्री गणेशाय नमः सबै मिली भगवानको गरौँ भजना श्री गणेशाय नमः सबै मिली श्री गणेशाय नमः सबै मिली ध्येयं सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिवगिरिञ्चनुतं द्वैपायनो विरहकातराजुहाव पुत्रेति तन्मयतया तरवोऽभिनेदुः तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि सच्चिदानंद भगवान को जय जय श्री राधे। श्रीमद् भागवत सप्ताह महायज्ञमा पाल्नुहुने समस्त भक्तजनहरूलाई अभिनन्दन। सर्वप्रथम माता चन्द्रकला नेउपानेजी हजुरको संकल्पको पूर्तिको लागि भगवानले यो व्यवस्था बनाउनु भयो र माताको इच्छालाई पूर्ण गर्नको लागि सन्तानको परम कर्तव्य आमा बुवाको इच्छा पूर्ण गरिदिने हजुरको सत्संकल्पलाई पूर्ण गर्नको लागि हजुरका पुत्रहरू यहाँ बस्नुभएका दाजुहरू सबैलाई यस महायज्ञमा धेरै धेरै साधुवाद व्यासपीठबाट आमाको संकल्पलाई पूर्ण गर्नको लागि हजुरहरूले यो महायज्ञको प्रारम्भ गर्नुभयो र यहाँ उपस्थित समस्त गुरुजनहरूको चरणारविन्दमा वन्दन गर्दै भगवानको महात्म्य भगवानको महिमा कले जनाउने भन्दा शास्त्रहरूले जनाउने। शास्त्रहरू कसको पासमा भन्दा शास्त्रहरू गुरुजनहरूको पासमा जसरी मातृऋणी पितृऋणी देवऋषि विवाह गर्दाखेरि हैन यो पनि परम्पराले जो भने हैन परम्परा अनुगत विवाह गर्दाखेरि अब हजुरले भन्न सक्नु होला गुरुकै विवाह भाषण कसरी जान्नुभयो भनेर हैन सुनिया कुरा शास्त्रमा सुनिया कुरा वर वधुको विवाह हुनुभन्दा पहिला उसको गुण मिलान गरिन्छ कुण्डली देखाइन्छ टेवा पत्र देखाइन्छ मिलान गरिन्छ गुणहरू मिलाइन्छ 28 गुण 18 गुण 28 गुण 32 गुण सबै गुणले परिपूर्ण तर खास गरेर वर वधुको विवाह गर्नुभन्दा पूर्व 3 वटा चीज हेरिन्छ वर हेर्न जानु पर्यो 3 गुण हेर्नु पर्ने सबैभन्दा पहिला चिदानन्द रूपाय जो मैले भने छैन यो वेदव्यासले भन्नुभएको किनकि हाम्रो पनि भगवान कृष्णसँग सम्बन्ध हुँदैछ त जुन भगवानसँग हाम्रो सम्बन्ध हुँदैछ त्यसको बारेमा जान्न पनि त पर्यो नि जोसँग माया गाँस्न हिँडिरहेका छन् त्यसका गुणहरू पनि त हामीले जान्न पर्यो। सच्चिदानन्द रूपाय सबैभन्दा पहिला वरको रूप हेर्ने अनुहार कस्तो छ राम्रो छ कि छैन चिटिक्कको छ कि छैन हैन सबैभन्दा पहिला विवाह गर्नभन्दा पूर्व केटो कस्तो छ हेर्दाखेरि साउलो छ कालो छ कि गोरो छ खैरो छ हाम्रो नारायण हाम्रो कृष्ण उसको कहिले नाशै नहुने सत चित्त चैतन्य स्वरूप हामी चैतन्य भएर पनि जड भयौं तर त्यो सदैव चैतन्य रहने र योन्त प्रविश्य मम वाचमिमां प्रसुप्तां सञ्जीवयत् किल शक्तिधर स्वधाम्ना। ध्रुवजीले अगाडि गएर चतुर्थ स्कन्धमा भगवानको जब दर्शन पाउनुहुन्छ हामीलाई जगाइदिने को भगवान त्यसबारे प्रभु हजुर चैतन्य स्वरूप हुनुहुन्छ सत्य सुन आउँछ आनन्द सदैव रहन्छ सुखको पर्यायवाची छ दुःख दिनको पर्यायवाची छ राति हैन तर आनन्दको पर्याय त हाम्रो कृष्ण कस्तो हुनुहुन्छ आनन्द स्वरूप। भगवान कृष्णको साथमा हाम्रो सम्बन्ध हुन जाँदैछ भगवान कृष्णसँग हाम्रो मोहनी लाग्ने हाम्रो माया प्रीति स्वरूप छ। बोलो सच्चिदानन्द स्वरूप भगवान को जय हो। आनन्द पनि 3 प्रकारको आनन्द हुन्छ एउटा विषयानन्द एउटा ब्रह्मानन्द एउटा परमानन्द
हामीले आनन्द आयो भनिन्छ किन? विषयलाई भोग गरेपछि आनन्द आयो भने जस्तो हामीले खोजेका छौँ त्यसको प्राप्त भेटिएन भने अथवा जो हामी थियौँ छ त्यो गयो नष्ट भयो भने दुःख हुने। दुःखै आएन हाम्रो जीवनमा त यज्ञ लगाउनु पर्यो। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे रूप उनको स्वार्थ पनि बलियो भयो। दोस्रो लक्ष्य दुःख दूर गर्नु होला राम सुन्दर हजुरको चरणमा शिर। प्रधान ऋषिलाई कहनुभयो हे सोनक ऋषि, हजुरले जुन प्रश्न गर्नुभयो यो हजुरको व्यक्तिगत प्रश्न होइन, यो सबैको हितको लागि हजुरले प्रश्न गर्नु त हाम्रै प्रश्न गरिदिनु भयो कि हामी जो दुखी जीव दुखी प्राणी हाम्रो दुःख दूर कसरी हुने, हामीलाई सुख कसरी मिलोस्, यसको उपाय बताइदिनुहोस् र सरल उपाय। श्रीमद् भागवतम शास्त्रम कलौकीरेण भाषितम। हे सूतजी महाराज, हे शौनकजी महाराज, यस घोर कलिकालमा जो कालको ग्रास भइरहेको छ, हामी कालका ग्रास त हुन्। हाम्रो स्थिति कस्तो छ, हाम्रो परिस्थिति कस्तो छ? जसरी एउटा भ्यागुतो सर्पको मुखमा गइदियो, सर्पले मुख खोलेर बसेको थियो, भ्यागुतो गइदियो, एउटा सर्पले भ्यागुतालाई आफ्नो मुखमा लिग्यो, तर त्यो भ्यागुतो न उसको पेटभित्र गइरहेको छ न बाहिर निस्कन सकेको छ, मुखैमा छ। त्यो बेलामा भ्यागुताले के गर्छ? सर्पको मुखमा भएको भ्यागुताको अगाडि यदि किरा फटेङ्ग्राहरूले देखो भने उसले पनि मुख खोल्छ किरा फटेङ्ग्रा खान। उसले यो सोच। त्यसै प्रकार कालको प्रहार दैनिक हाम्रो जीवनमा भइरहेको छ। कालको प्रहार केवल मर्नु नै होइन, कति वासनाहरू ती वासनाहरूले दिनकै मारिरहेका छन्। जबसम्म हामी निद्रामा हुन्छौँ त्यो निद्रामा पनि सायद मलाई यस्तो लाग्छ कि निद्रामा पनि हामी चिन्तित भइरहेका हुन्छौँ, निद्रामा पनि त्यही विषय वासनाहरू हामीलाई देखिरहेका हुन्छन्। अब हजुरले त किन देख्नु? भगवानको जान्छ, भगवानका लीलाहरू गाइरहेको हुन्छ, भगवानका भजनहरू गाइरहेको हुन्छ, भगवानमा नै उसको चित्त बसिरहेको हुन्छ। यस प्रकार भगवान भागवतको शरणमा जो जान्छ र भगवान भागवतमा वर्णित भगवान श्रीकृष्णको चर्चा जसले आफ्नो जीवनमा गाइरहन्छ, स्मरण गरिरहन्छ, त्यो भवसागरबाट निश्चित रूपमा पार। यो भागवतको यज्ञ अनुष्ठान हामीलाई प्राप्त भयो। 7 दिनसम्म भगवान भागवतको चरणारविन्दमा बसेर भगवानको सप्ताह हामीले श्रवण गर्ने, हामीले स्वयं नै हामीलाई भगवानले निमित्तक बनाएर यो कथा श्रवण गराउँदै हुनुहुन्छ र यस यज्ञको लाभ समस्त प्रजावासीलाई दिँदै हुनुहुन्छ। यसमा लागेको हुन्छ हामी जहाँ भए पनि। र देवताहरूलाई पनि यो दुर्लभ। यसको बदला तिमीलाई के चाहियो? प्रभु यो श्रीमद् भागवत सप्ताह रूपी अमृत हामीलाई पिलाइदिनुहोस्। जब यस्तो वचन भन्नुभयो, मणिर्महान ब्रह्मरातो विचारेवम तदा देवाञ्जः सह। व्यापार गर्दाखेरि बराबरीको सौदा हुन्छ गरिरहेका छौँ। यसको सामने स्वर्गको अमृत पनि फिक्का छ। किन फिक्का? स्वर्गको अमृत पिउनाले अमर भइन्छ हैन? अमर भन्नको मतलब नमर्ने हैन। हाम्रो भन्दा आयु धेरै हुन्छ ती देवताहरूको, हामीले भन्दा धेरै सुख शैल पाउँछन् उनीहरूले स्वर्गमा गएर। जागृत भएपछि मनका इच्छाहरू वासनाहरू सबै मरेर जान्छन्, मनमा कुनै वासना इच्छा रहँदैन। जब इच्छा वासना नरहेपछि साबुन कसलाई चाहिन्छ? जसको शरीरमा मैला आउँछ, शरीरमा मैलै छैन त्यसलाई साबुन। जसको दाढी आउँछ त्यसलाई मसिन चाहियो, दाढी छैन मसिन। त्यसै प्रकार जन्म मृत्यु कसको हो नि? जसको मनमा वासना छ, केही रह्यो, जसको मनमा केही छँदै छैन, अब सब खत्म भइसक्यो, अब त्यसले जन्म लिएर के गर्ने? मन जब मुक्त हुन्छ आनन्द, अब उसको जन्म मृत्युको चक्करबाट मुक्ति भयो। त्यस प्रकार भागवत भगवानको शरण ग्रहण गर्नु भनेर यहाँ शास्त्रले आदेश दियो। सुखदेवजी महाराजले जब परीक्षितलाई कथा सुनाएको बेलामा स्वर्गका देवी देवता अमृत कुम्भ राखिदिए। कर्महरू छन् ती सबैमा सबैभन्दा श्रेष्ठ मनुष्यलाई एकदम छिटो भवपार गराइदिने साधन कुन हो भनेर प्रश्न गर्दाखेरि केवल श्रीमद् भागवत महापुराण। विश्वास भएन प्रभु हामीलाई भन्दा। श्रीमद् भागवतको सप्ताह क्रम नारदजीको परम्पराबाट प्रारम्भ भएको। नारदजीलाई अनि नारदजीलाई फेरि सनकादिक ऋषिले यो साप्ताहिक क्रममा बस्न सक्नुहुन्न, त्यति काल मात्र बस्ने। त्यस्तो नारदजीलाई श्राप परेको 7 दिनसम्म एक ठाउँमा कसरी बस्नु हो? र कुमारहरू पनि त्यस्तै योगी सन्यासी महात्मा दिगम्बर उनीहरूको सम्बन्ध। नारदजीले विचार गर्नुभयो, हो कहीँ पनि मलाई शान्ति मिलेन, अब के गर्ने? वृन्दावन जाउँ। के भयो देवी, तिमी को हो? ए तिम्रो काखमा सुतिरहेका बुढाहरू को हुन्? ती देवीले आफ्नो परिचय दिँदैछिन्। अहम भक्ति रीति ख्याता इमौ मे तनयौ मतौ
ज्ञान वैराग्य नामानौ काल योगे नजर जरो। हे प्रभु मेरो नाम भक्ति हो। यी दुईटा जुन पुरुषहरू सुतिरहेका छन् यी बुढा पुरुषहरू मेरा आफ्नै सन्तान हो। तिम्रा सन्तान आमा तरुणी अनि सन्तान बुढा। यो ज्ञान वैराग्य काल योगे नजर जरो। कालको प्रभावले बुढा भइसके। किन बुढा भए यो मैले बुझ्न सकिन प्रभु। यही दुःख मलाई दुःख दिइरहेको छ। हजुर त साधु सन्त महात्मा हजुरलाई सबै कुरो भन्नुभयो। यिनको दुःख कसरी दूर गर्ने। नारदजीले यसो विचार गर्नुभयो देवी यो त कलीको प्रकोप बोलायो। कली आउनाले कलीमा तिम्रो चल्दै यहाँ हामीले पसल खोलेर बसेका छौँ वस्तुको पसल खोलेर बसेका छौँ त्यसको डिमान्डै त्यहाँ छैन भने त्यो पसल खोल्नु नै बेकार छ। त्यसै प्रकार यो कली ज्ञानलाई धारण गर्नको लागि धारणा शक्ति चाहियो। धारणा शक्ति हरायो मनुष्यको। वैराग्यको लागि पनि ज्ञान चाहियो। अब त ज्ञान शक्ति हरायो। ज्ञान र वैराग्य दुईटै कमजोर हुँदाखेरि भक्ति महारानी दुखी। तर भक्ति महारानी सरल स्वतन्त्र छन्। त्यसो भएर भक्ति महारानीलाई विकार लागेन। नारद सके भने आमालाई किन दुःख नहुने। आफैले जन्माएका सन्तान यदि दुखी भयो भने आमालाई कसरी पीडा नहुने त। मलाई पीडा भयो मैले जन्म दिएको सन्तान नै आज कमजोर भइसके प्रभु के गर्ने। हजुरले जो अब यो उपाय बताइदिनुहोस् कल्याण गरिदिनुहोस्। श्री नारद मुनिले जब यो दृश्य देख्नुभयो आमाको पुकार सुन्नुभयो त आज नारदजी महाराजले मनमा कल्पना गर्नुभयो इनको उद्धार गरिदिने। ज्ञान वैराग्यको पीडा बुझ्ने ऋषि भक्ति ज्ञान वैराग्यको पीडा बुझ्ने ऋषि जगत को भलो गर्ने प्यारा नारद मुनि। भक्ति ज्ञान वैराग्य को पीडा बुझ्ने ऋषि भक्ति ज्ञान वैराग्य को जगत को भलो गर्ने भक्ति ज्ञान वैराग्य को पीडा बुझ्ने ऋषि हरि हरि भक्ति ज्ञान वैराग्य को जगत को भलो करने प्यारा नारद मुनि। राम राम जगत को भलो करने प्यारा नारद मुनि। हरि हरि जगत को भलो करने प्यारा नारद मुनि। हरि श्री वृंदावन बिहारी लाल को। विदेश किन जानुभयो। के पढ्न यहाँ पढाइ छैन। नारद मुनि बडा चिन्तित हुनुभयो। आकाशवाणी भयो। आकाशवाणीले भन्यो हे नारद मुनि हजुर चिन्ता विचार गर्नुभयो। आकाशवाणी भयो कि साधु सन्तहरूले मलाई मार्ग बताउने र सत्कर्म गर्ने। अब नारद मुनि सत्कर्म गर्नको लागि यताउति दौडिरहनु भएको थियो। त्यो सत्कर्म भनेको के हो कुन महात्माले मलाई उपाय बतलाउने। यताउति दौडीको बेलामा तीर्थाटनको यी बखतमा बद्रिक आश्रममा पुग्नु भएको। बद्रीनारायणमा पुग्नु भएको। बोलो बद्रीनाथ भगवानको। जब बद्रीनाथमा पुग्नु भएको थियो त्यतिखेरै सनक सनन्दन सनातन सनत कुमार चार भाइहरूको मिलन भयो। जब पैसा हराउँछ कसरी छटपटिन्छ मेरो पैसा कहाँ हरायो। लौ प्रभु हरायो के छ कि के हरायो के कष्ट छ हजुरलाई भनेर नारदजीलाई सोध्दाखेरि नारदजीले सारा वृत्तान्त बताइदिनु भयो। नारदजीले भन्नुभयो प्रभु त्यो सत्कर्म के हो मैले बुझ्नै सकिन। ऋषि मुनिहरूले भन्नुभयो प्रभु हजुरले नबुझ्ने कुरै छैन। हजुर जस्तो नारद मुनिले नजानेको भनेर बसेको हुन्छ जसमा केही हुँदैन त्यही नै सबै जान्ने भएको हुन्छ। भरिएको गागरी छल्किँदैन हैन। खाली परम्परालाई कायम राख्नको लागि ज्ञान लिनु तर बिना गुरुको ज्ञान नलिनु है। किताबबाट पनि ज्ञान लिन सकिन्छ तर बिना गुरुको किताबबाट लिएको ज्ञान व्यर्थ हुन्छ। ज्ञान यज्ञ स्मृतौ बुधैः। सत्कर्म भनेको के सत्कर्म भनेको त ज्ञान यज्ञ हो। श्रीमद् भागवतालाभ सतो गीत सुकादिभि। सत्कर्म भनेको नै श्रीमद् भागवतकार नाशम विधाय हि तदोदयते विवेक। जन्म जन्मान्तरको पुण्य जब जाग्छ त्यो अज्ञान रूपी पर्दा हट्छ। पर्दा हटिसकेपछि ज्ञानको ज्योति जाग्छ। जब ज्ञानको ज्योति जाग्छ विवेक जाग्दछ। विवेक जागेपछि जीवको कल्याण हुन्छ। कि बिनु सत्संग विवेक न होय राम कृपा बिनु सुलभ न सोय। तुलसीदासले रामचरितमानसमा भन्नुभयो बिना सत्संगको विवेक जाग्दैन। अनि सत्संग राम कृपा बिना सुलभ न सोय। बिना रामको कृपाको त सत्संग कसैलाई पनि मिल्दैन। निश्चित रूपमा हजुरहरूलाई यो सत्संग मिल्यो त भगवान रामको कृपाले। हजुरहरूले राम मन्दिर बनाउनु भयो नि हैन।
भागवते कथा यस्याः श्रवणमात्रेण हरिश्चित्तं समाश्रयेत्। सदा सेव्या, सधैँ सुन्नु हरि कथा। किन सुन्ने? यो भएन भने बस्नुहुन्छ घरमा? कोही बस्दैन। पाहुना अचाल त झन् हेरेर बनाउनु पर्छ। कहाँ बस्नुहुन्छ भगवान नारायण? क्षीर साहिब समुद्रमा जलमा बस्नुहुन्छ। जल पवित्र हुन्छ। देवताहरूले पनि पवित्र ठाउँ खोज्छन्। अपवित्र स्थानमा कोही बस्दैन। महादेव कहाँ बस्ने? सदैव सत्संग सुन्ने। कथा भागवतस्यापि नित्यं भवति यद्गृहे तद्गृहं सब 7 दिन गइदिने। तो सत्ताको यो सबैभन्दा ठुलो लाभ। अब यो घर न प्रयागतम शुकशास्त्र कथायाश्च फले। दुःख नमान्नु होला, हामी गंगा गया काशी कहीँ जान पाइएन भनेर। अब यही जो गंगा गया काशी सबै तीर्थहरू हिँडेर यस्तो पो रहेछ त महिमा। त्यसो भएर त सुन्न मन लाग्ने। त्यसो भएर त भागवतजीको महिमा। दुर्लभैव कथा लोके श्रीमद् भागवतोद्भवा कोटि जन्म समुत्थेन पुण्य नैव तुलभ्यते। करोडौं जन्मको पुण्यको प्रभावले श्रीमद् भागवतको लाभ मिल्दछ। हजुरहरूको जन्म जन्मान्तरको पुण्य जागो। यही पुण्यको फल हो कि आज भागवत भगवान हजुरको घरमा आएर बसिदिनु भएको छ। बोलो भागवत महापुराणको जय। फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यक् कलौ केशव कीर्तन। प्रभु हजुर जाँदै हुनुहुन्छ, म कसरी बाँच्ने? श्रीमद् भागवतलाई भगवानको स्वरूप मानियो। तेनेयम वाङ्मयी मूर्ति प्रत्यक्षावर्तते हरि। सूतजीले जब कहनुभयो कि श्रीमद् भागवत त स्वयं नारायणकै स्वरूप हो, नारायण बसे जस्तै हो, नारायण नै हो। प्रभु नारायण कसरी? हामीले कसरी मान्ने कि नारायण हुनुहुन्छ? नारायण यहाँ हामीलाई छोडेर हामी हजुर बिना कसरी बाँच्ने? भगवान कृष्णले भन्नुभयो, बाबु म एक स्वरूपले त माथि जाँदैछु आफ्नो धाममा, अर्को स्वरूपले म यही बस्दैछु। प्रभु कुन स्वरूपमा बस्दै हुनुहुन्छ? तेनेयम वाङ्मयी मूर्ति प्रत्यक्षा वर्तते हरे। वाङ्मय स्वरूपमा बस्दैछु, भागवतको स्वरूपमा बस्दैछु, म भागवतमा प्रवेश गर्दैछु भनेर श्री उद्धवजी महाराजजीको सामु श्रीमद् भागवतमा प्रवेश गर्नुभयो। बोलो श्रीमन्नारायण भगवानको जय। सेवना श्रवणात् पाठा दर्शनात् पापनाशनी। त्यसबाट जसले भागवतजीको दर्शन गर्छ, भागवतजीलाई गान गर्दछ, भागवतजीलाई श्रवण गर्दछ, पापनाशनी त्यसका समस्त पापहरू नाश भएर जाँदछन्। यो प्रसंग सुनि
आफै भन्नुहोस् है 3 चोटि ल 3 पटक भन्नुहोस् आफै कसले भन्नु आमाले जो भन्नु आमाको ठुलो स्वर छ आमाले भन्नु तपाईँले बिहारी लालको जय बिहारी लालको जय महारानी आफ्नो ध्यान सदैव जवान रहनको लागि भागवत कथा सुन्नु है शरीर वनमा हरि मनमा कति सुहायो कति सुहायो कति सुहायो अष्टकोप नवीन मार्ग प्रभु भक्ति ज्ञान वैराग्य को यो दृश्य देखियो तर यो संसारमा भगवानको भजन गर्नाले सप्ताह श्रवण गर्नाले भगवानको लीला कथा सुन्नाले कस्ता कस्ता जीव तर्दा छन् त्यो मलाई बताइबक्सियोस् जब यस्तो कुरा राख्नुभयो त भक्ति ज्ञान वैराग्यको पुष्टि देखेपछि नारदजी महाराजले राखेको प्रश्न श्रवण गर्दाखेरि सुजी महाराजले भन्नुभयो प्रभु हजुरले प्रश्न गरेको ठिकै हो सुन्नुहोस् कस्ता कस्ता जीव तर्दछन् भगवानको कथा सुन्नाले सत्संग गर्नाले सप्ताह लाउनाले कायेन वाचा मनसा विपातकं नित्यं प्रकुर्वन्ति शठा हठेनये परस्वपुष्टा मलिना दुराश्रयाः सप्ताह यज्ञेन कलो पुनन्ति ते मनसा वाचा कर्मणा द्वारा जस्ता सुकै कर्म गरेको होस् जीवनमा नजाने कस्ता कस्ता कर्म हामीले गर्यौं हैन कुनै कर्म त संसारले दिएको भगवानको चरण पक्रिएको छ भगवानको चरण पक्रिनाले भगवानलाई गुहार लगाउनाले भगवानले त्यसमाथि कृपा गर्दिने भगवानको चरण भनेको के भगवानको भागवत जीको शरण ग्रहण गर्नाले सप्ताह लाउनाले जीवनमा सप्ताह श्रवण गर्नाले भगवानको लीला श्रवण गर्नाले निश्चित रूपमा त्यसको मुक्ति हुन्छ यति मात्र हैन नारदजी जीवित अवस्थामा त हुन्छ नि कल्याण मरेर प्रेत भइसकेपछि पनि त्यो प्रेतले पनि यदि कथा सुन्छ भने त्यसको पनि उद्धार हुन्छ नारदजी महाराजले सूतजीसँग विन्ती गर्नुभयो प्रभु उसको मुक्ति भयो आत्मदेव गरेका नाम ब्राह्मण थे उनकी पत्नी धुन्धुले आत्मदेव ब्राह्मण सर्वगुण सम्पन्न कुनै प्रकारको कमी थिएन जीवनमा एउटै कमी थियो सन्तान थिएन सन्तानको अभावमा बडा दुखी एक दिन त यस्तो मनमा पीडा भयो यस्तो शरीर राखेर भगवानको बोल्न मन लागेकालाई जय भन्दिनी है बीचमा है थकाइ लाग्यो भने पनि जय भन्दिनी भोक लाग्यो भने पनि जय कि ब्राह्मण त बडा दुखी पो रहेछन् यिनलाई देख्दाखेरि यस्तो लाग्छ कि यिनको जीवनमा कुनै भयंकर दुख छ साधु महात्मा त्यो ब्राह्मणको सन्मुख आउनुभयो ब्राह्मण देवतालाई सोध्नुभयो प्रभु हजुरको अनुहार हेर्दाखेरि यस्तो लाग्छ कि हजुरको जीवनमा साह्रै नै कष्ट छ प्रभु हजुरलाई के कष्ट ब्राह्मण भगवानले जब सुन्नुभयो कि आज सन्तान नभएको अभावमा मर्न भनेर हिँडेको ऋषिले सम्झाउनु भयो मर्ने काम त गर्न हुँदैन यो मानव चोला बडा मुस्किलले पाइन्छ 84 लाख योनिमा अन्तिम योनि मानव योनि 84 लाख हामीले यदि मनुष्य चोला पाएको भए त हामीले सत्कर्म गरेर आफ्नो जीवनको उद्धार गर्ने थियौं ज्ञानम प्रजारूपम यो संसारमा त केही पनि सार छैन ब्राह्मण देवतालाई तो ज्ञान लागेन भन्नुभयो प्रभु हजुर त सन्यासी महात्मा हुनुहुन्छ हजुर गृहस्थी भएको भए ल हजुरलाई गृहस्थको दुःख हुन्थ्यो रहेछ भन्ने बुझेका थिए अब त चरणमा शिर राख्दे हे प्रभु यदि सन्तान दिनुहुन्छ भने दिनुहोस् नभए मैले अहिले भर्खरै जंगलमा आज हामी फेला परियो फेला परियो फेला परियो हामी सबैले उहाँको स्वागत गर्दछौं यस यज्ञ सत्रमा श्री भक्तवत्सल भगवानको सबै उठेर उहाँको स्वागत गर्दिने सबै आफ्नो आफ्नो स्थानमा उठेर देवताले
आफ्नो पत्नीलाई दिनुभयो देवी यो फल भक्षण गर्नुहोस् के छ यो फलमा यो फल भक्षण गर्नाले तिम्रो गर्भ ठहर्नेछ तो घरमा गइन् बहिनीको घरमा जाँदाखेरि बहिनीलाई साह्रै कष्ट दिदीको कष्ट देख्दाखेरि के भयो सारा वृत्तान्त बताइन् पति देवताले फल ल्याएको फल भक्षण गरेपछि गर्भ ठहर्ने सन्तान जन्म लिने अब फल भक्षण गरेर पनि कहीं गर्भ ठहर्ने थियो तर्क वितर्क कुतर्क गर्न लागे बहिनीले भने दिदी यसो गरौँ न यो फल हजुरले हजुरको घरमा एउटी गाई छ गौमाता छ गौमाताको पनि गर्भ ठहरेको छैन यो फल गौमातालाई भक्षण गराइदिनुहोस् यदि जन्मने भएछ बालक भने गौमाताकै गर्भबाट जन्मनेछ मेरो पासमा सम्पत्तिको अभाव छ पेटमा कपडा बाँधेर गर्भवती झैं अभिनय गरेर नाटक गरेर 9 महिनासम्म नाटक बित्यो संसारले यही नै बुझ्यो गर्भवती भइन् कालान्तरमा जब उता बहिनीको गर्भ ठहरो गर्भबाट जब बालकले जन्म लियो त्यो बालक ल्याएर गुप्त रूपमा धुन्धुलीलाई दिइन् धुन्धुलीले केही सम्पत्ति उनलाई दिइन् यतापट्टि गोष्ठमा गौमाताको गर्भबाट बच्चो जन्म लियो शरीर मनुष्यको कान गाईका नामकरण संस्कारमा धुन्धुलीको काखमा जुन बालक छ त्यसको नाम राखियो धुन्धुकारी धुन्धुलीले भनिन् मेरो बालकको नाम आफैले राख्ने मेरो नाम धुन्धुली मेरो यसलाई बढाउने मेरो छोराले धुन्धुकारी उतापट्टि गौमाताको गर्भबाट जन्म लिएको बालकको नाम गोकर्ण राखियो किनकि कान गाई जस्ता छन् र गोकर्णको अर्को अर्थ हुन्छ जसले शास्त्रहरूको चिन्तन गर्ने जो ज्ञानी हुन्छ ज्ञानीको नाम पनि गोकर्ण गोकर्ण जस्तो ज्ञानी संसारमा कोही भएन कियत् कालेन तौ जातौ तरुणौ तनया भुवौ गोकर्ण पण्डितो ज्ञाने धुन्धुकारी महाकल कालान्तरमा ती बालक दुवै जना बालक बढ्न थाले गोकर्ण पण्डितो ज्ञानी धुन्धुकारी महाकल गोकर्ण त पण्डित भए धुन्धुकारी महान दुष्ट भए अब के गर्ने गोकर्णजी महाराज जंगलतिर लाग्नुभयो तपस्या गर्नको लागि घरमा धुन्धुकारी को व्यवहारले गर्दाखेरि पिता दुखी भए यस्तो सन्तानसँग बस्नुभन्दा मर्नु निको पहिले सन्तानको अभावमा सन्तान नहुनु भन्दा त मर्नु निको अब सन्तान भएपछि पनि यस्तो सन्तान हुनुभन्दा मर्नु निको फेरि मर्न हिजो पनि मर्न गएका थिए आज पनि फेरि मर्न गए हिजो पनि कुनै ऋषिले बचाएका थिए कुनै सन्तले बचाएका थिए कुनै गुरुले बचाएका थिए आज पनि कुनै गुरुले बचाए कुन गुरुले बचाए आफ्नै छोरा गोकर्णजी महाराजले मार्गमा गोकर्णजी भेट्नुभयो गोकर्णजीले आफ्नो पिताजीलाई देख्दाखेरि प्रणाम गर्नुभयो पिताजी हजुर कहाँ जान लागेको पिताजीलाई उपदेश दिँदैछन् आज सन्तानले ज्ञान लिनको लागि उमेर हेर्नु हुँदैन ज्ञान लिनको लागि स्वभाव स्वरूप हेर्न हुँदैन ज्ञान जहाँबाट पाइन्छ त्यहाँबाट ज्ञान लिनुपर्छ आज पिताले आफ्नो सन्तानसँग ज्ञान लिँदैछन् सन्तान गोकर्णजीले पिताजीलाई ज्ञान दिँदैछन् असारः खलु संसारो दुःख रूपी विमोहक सुतः कस्य धनम कस्य स्नेह सन्तानो न कसैको आमा बाउ हो यो त एउटा लीला मञ्च हो जसरी नाटकशालामा नाटक खेल्नको लागि विभिन्न स्वरूपमा पात्रहरू आएका हुन्छन् संसारको वासनालाई त्यागी दिनुहोस् धुन्धुकारीलाई ती 5 वटी वैश्यारले मारिदिए प्राण निस्केको छैन प्राण ननिस्केको बखतमा ती गणिकारले ती वैश्यारले विचार गरे यदि मरेन भने त हामीलाई नि मार्दिन्छ के गर्ने त तप्ताङ्गार जलेको कोइला लिएर मुखमा भरिदिए प्राण गयो मरिसकेपछि त्यही आँगनमा खाल्टो खनेर त्यसैमा नै धुन्धुकारीलाई पुरिदिए वैश्याहरू भागे केही समयपछि गाउँलेहरूले सोध्ने कहाँ गए भन्दाखेरि वेश्याहरूले परदेश आउनु भएको छैन धन कमाउन गएको यसै गरी धेरै समय बितिसक्यो वेश्याहरू पनि भागे यता कहिले मनुष्य बनेर आउने यस्तो स्वरूपमा देख्दाखेरि गोकर्णजी महाराजलाई बडा चिन्ता लाग्यो यहाँ निश्चित रूपमा कोही प्रेत छ कसैको अधोगति भयो कसैको मृत्यु नराम्रो भएको छ कोही प्रेत छ यहाँ आत्मा जल्लेर अभिमन्त्रित गरेर छिटा दिनुभयो को बाउ
बोला भन्दाखेरि आज धुन्धुकारी बोलो अहम भ्राता त्वदीयोस्मि धुन्धुकारीति नामत स्वकीयेनैव दोषेण ब्रह्मत्वं नाशितं मया। हे दाजु म हजुरको भाइ धुन्धुकारी, आफ्नै कर्मले पतित भए मेरो उद्धार गर्नुहोस्। तिम्रो नाउँमा त म गयामा गएर श्राद्ध पुण्य गरिदिएको, फेरि किन उद्धार भएन? हे प्रभु मैले यस्ता पाप कर्म गरेको छु कि एक थियो, त्यही वखतमा सूर्य भगवानलाई प्रार्थना गर्नुभयो, हे प्रभु यस समस्याको समाधान गर्नुहोस्, मेरो भाइको उद्धार कसरी हुने? सूर्य भगवानले भन्नुभयो सप्ताह लाउनाले हजुरको भाइको मुक्ति हुन्छ, प्रेतको मुक्ति हुन्छ। आज गोकर्णजी महाराजले सप्ताह लाउनुभयो। सप्ताहको मध्यमा एउटा बाँसको लिङ्गो गाडियो, सप्त ग्रन्थीवाला। प्रेतलाई कहाँ बसाल्ने भन्दा त्यही बाँसमा आएर बास गर्ने। प्रेत आएर त्यस बाँसमा बास गरिदियो। सबैलाई निमन्त्रण गयो, सब पूर्ववासीहरू आए। सप्ताह श्रवण प्रारम्भ भयो। सप्ताह जब प्रारम्भ भयो, सप्ताहको प्रथम दिवस प्रथम ग्रन्थीको भेदन भयो, द्वितीय दिवस द्वितीय ग्रन्थीको, त्यसै गरी 7 दिनमा सप्त ग्रन्थी भेदन भयो। बाँस बीचबाट फुटिसक्यो। प्रेत जो उस बाँस ग्रन्थीमा आएर बसेको थियो, त्यो प्रेत त्यहाँबाट मुक्त भएर दिव्य स्वरूपमा आज त्यहाँ प्रकट भयो। बोलो भक्तवत्सल भगवानको, श्रीमद् भागवत सप्ताह महापुराण को, भागवत जी महाराज को, पुरुष भगवान को। श्री कृष्ण गोविंद हरे। श्रवणे स्थिति अस्माकं प्रलयं सद्य कथा चेयं करिष्यति। आज भागवत भगवानलाई बन्धन छ, धेरै बन्धन छ। किनकि आज भागवत भगवानमा यो कथा पाइन्छ। न सत्यलोकमा न कैलाश लोकमा भगवानको कथा त केवल मृत्यु लोकमा नै पाइन्छ। त्यसो भएर भगवानको कथा सुन्ने यही वखतमा प्रहलाद स्थालधारी तरल गणितया चोद्धव कांसधारी वीणाधारी सुरेश्वर कुशलतया राग कर्तार्जुनोऽभूत्। प्रहलाद आदि समस्त ऋषिगण देवी देवताहरू वहाँ उपस्थित हुनुभयो र सबैले मिलेर भगवानको लीला गाउँदै हुनुहुन्छ। आउनुहोस् आजको यो सत्रलाई पनि भगवानको लीला गुण गाउँदै यही जो विश्राम दिने अनि भोलिबाट यथाक्रम यथा समयमा सबै उपस्थित भेला हुने र यथा समयमा कथा सुन्ने। भक्तवत्सल भगवानको छुड़ाइदेऊ माया को जाला, हे लोन प्रभु छुड़ाइदेऊ माया को जाला, छुड़ाइदेऊ माया को जाला, छुड़ाइदेऊ माया को जाला, हे लोन प्रभु छुड़ाइदेऊ माया को जाला, छुड़ाइदेऊ माया को जाला, लोन प्रभु छुड़ाइदेऊ माया को जाला। भारत रे ओम जगदीश मन को थाल मनोहर पूरज भारत रंजन निर्मल स्वागत प्रतिपालक शरणा ओम जय सुधा बरसाओ प्रेम सुधा बरसाओ गणपति भगवान को जय, लक्ष्मी नारायण भगवान को जय, महापति महादेव को जय, सियावर रामचंद्र भगवान को जय, पवन सुत हनुमान जी महाराज को जय। सर्वे आरती से ओम तनु